प्रेम प्रणाम सबैलाई। आज एउटा सन्त वाणी लिएर म आएको छु फेरि। साई इतना दीजिए जामे कुटुम्ब समाए, मैं भी भूखा न रहूं और सन्तन भूखा जाए। कति सुन्दर वाणी सन्त महात्माले हजुरआमलाई भन्नुभएको छ। हेर्नुहोस् त, आहा, यो संसारमा कसलाई कति नै सम्पत्ति भएर पुगेको छ र। जति धन दौलत सम्पत्ति घर गाडी भए तापनि कसैलाई पनि आजसम्म मलाई सम्पत्तिले पुग्यो भनेको कोही छन् त? सन्तले ती सुन्दर वाणी हामीलाई मनुष्यलाई यो आनन्दले बाँच्नका लागि सन्देश दिनुभयो। साई इतना दीजिए जामे कुटुम्ब समाए। साई भनेको हे भगवान, हे मालिक परमात्मा ईश्वर, हे राजी, यति नै मलाई यो धन दौलत सम्पत्ति दिनुहोस् रे। जामे कुटुम्ब समाए, जहाँ मेरो परिवार बाल बच्चा घर परिवार चलोस्, मलाई कोहीसित खानका लागि हात थाप्नु नपरोस्। मेरो घर परिवारमा कोही बिमार हुँदा दुःख पर्दा कोहीसँग गएर मैले हात फैलाउनु नपरोस्। जामे कुटुम्ब समाए, मैं भी भूखा न रहूं, म र मेरो परिवार भोको, बिहान खाएपछि बेलुका के खाऊँ के खानु त्यो अवस्था नआओस्। जामे कुटुम्ब समाए, कोही घरमा अनि कोही साधु सन्त आफन्त गुरुजन आउँदछन् भने साई इतना दीजिए जामे कुटुम्ब समाए, मैं भी भूखा न रहूं, मेरो परिवार पनि कहिले भोकोले बस्नु नपरोस्। और साधु न भूखा जाए, कोही सन्त महात्मा भक्त यो मेरो प्रेमी भक्त हो भनेर मेरो घरमा आउनुभयो भने एक दिन दुई दिन बस्दा एक दुई छाक खुवाउँदाखेरि सन्तलाई कहिले पनि मैले भोको पठाउनु नपरोस्, मलाई त्यति नै दिनुहोस्। कोही ठाउँ मठ मन्दिर बन्दैछ, वृद्ध आश्रम बन्दैछ, दिन दुखी रोगी असहाय आउँदैछन् भने मैले केही दान गर्न सकौँ, यति भावलाई परमात्माले बुझिदिनुहोस्। हे परमात्मा, अरू धेरै चाहिएको छैन। यो संसारमा जति नै भए तापनि माया मरे मैना मरे मर जात शरीर, आशा तृष्णा ना मरे कह गई दास कबीर भन्नुभयो। संसारमा एकपछि अर्को आशहरू त बढ्दै जाँदछन्, त्यस कारणले धेरै त्यो आशा पनि छैन, कुनै धेरै धन दौलत पनि चाहिएको छैन, मलाई यति नै दिनुहोस्। साई इतना दीजिए जामे कुटुम्ब समाए, मैं भी भूखा ना रहूं, सन्तों न भूखा जाए। यति सुन्दर वाणी, यो वाणीलाई हजुरहरूले बार बार यो प्रवचनलाई सुन्नुहोला र मनमा कहिल्यै असन्तोष दुःख आयो भने यो वाणीलाई यो प्रवचनलाई हजुरहरूले ध्यान चिन्तन निधि ध्यासन गरेर सुन्नुहोला, जहाँ मेरो परमात्मा गोपाललाई श्रीकृष्णलाई मैले आराधना गर्न पाऊँ, सन्त महात्मालाई आउँदा सेवा गर्न पाऊँ, भोजन दिन पाऊँ, दुई चार केही दान गर्ने इच्छा हुँदा दान गर्ने त शक्ति मिलोस् र यति नै होस् है मेरो परिवारमा भनेर सन्तले भन्नुभएको छ। सबैलाई राधे राधे, सबैलाई प्रेम प्रणाम, सबैले सेयर गर्नुहोला, सबैलाई राधे राधे।